यो चाहिँ हामीले हिजो बेलचन्डा काटेर चाहिँ यति छिलेको छौँ। छिलेर चाहिँ अब यो बेलचन्डा सुकाएर यसरी अनि छिलेकोहरू चाहिँ यहाँ यसरी यो ठुलो गमलाको एक गमला र यो ठुलो गमला एउटा, यो भाँडाको एक भाँडा, यसलाई चाहिँ सुकाएर चाहिँ माने बर्खामा यसको मिक्सीमा पिसेर चाहिँ पुरा धुलो बनाएर अनि यो माने गरम हुँदाखेरि शरबत बनाइ खानु बहुत राम्रो हुन्छ यसको। हेर्नुहोस् यो बिक्री पनि हुन्छ। यसो सानो सानो मिक्सीमा पिसेर चाहिँ प्लास्टिकमा पेक गरेर चाहिँ 10 रुपियाँ प्याकेट शरबत, बहुत बढिया हुन्छ। कस्तो लाग्यो मेरो दर्शकबिनलाई? राम्रो लाग्यो भने लाइक कमेन्ट गरिदिनुहोस् है। यो बेलचन्डाको हो। यो चाहिँ नेपालीले बेलचन्डा भन्छ, अरूले चाहिँ के भन्छ त्यो चाहिँ मलाई थाहा छैन। तपाईँहरूले कमेन्ट गरेर भनिदिनुहोस् है। थ्याङ्क यू। राधे राधे।